ए बरी है खानाहरु पनि त खाना खानु पर्यो। अहिले भात मात्रै पकाएको छ, दाल र सब्जी अहिले बनाउनै छ आमा। ए बिचारी यतासम्म क्या देखे त दिउँसोको 12 बज्दो भयो। दालले तरकारी बनाएको रे भन्थे यतासम्म। गोरु बाख्रालाई नेरपात गरे, छोराछोरीका कपडा धोए, खेत गए, खेत पर आलु गोड्न छेती गोडे। एक त तुमरा छोरा खेतबाटी माठे आउँदा ताता तो खाउला भने त्यही भइकिन बनाएको नै। तेरा जैलो पनि यसै उन नाटक। आफू माठाती यसो भयो न उसो भयो न भनिकन उसै पार पाड्दी। म हद्दै त छु आमा, सधैँ मै त पकाउँदो हुँ त, मैले पकाए त भयो। तमी त्यति छाँटा खाने भएपछि पर नानी बसेको छन् तिनलाई बनाऊ, म नापा काम अरेलु। घरमै बाउजू हुँदा हुँदा छोरी मान्छे खाना पकाउला कि म केही पकाउँदैन म। ठिकै हो छोरी तेरो बनाइकन। आजकल यो बेगरी धेरै बोल्न रहेछ ठिक्कै गइराख तू। सुपुग्यामा खानाको तयारी गरे तबसम्म हरमुड धुँदैन है। तेरो जैले खानै पकाउने लटकाल्लै अब अहिले। के खानाको तयारी अरु पनि छैन त। अघिदेखि बाउजू बौलिने मात्रै आमाका मुख लाग्ने दाइ नापी सम्झाएल बाउजूलाई। के भयो सुपुग्यामा किन लाग्दैछ त आमाका मुख त? म केही मुख लागे कि नै। देखि तेरो जै बोली सासु मुख दिनु कसरी चमडी किन बोल्छ देखि। चोखी त रह आमा, यहीका कुरा पनि सुन न। क्या भन्दैछ यो? त क्या भन्दैछ त सुपुग्यामा? केही नै, तुमले चिसो खाना गलाउँदै जाँदैन भने त्यही भइकिन तमी आएपछि मैले दाल र तरकारी पकाउला सोचे। सासु आमा उसै नाटक गर्यो भन्ने। औ आमा, मैले भनेको यसलाई चिसो खाना गलाइद जाँदैन, दिउँसो खाना खाएपछि चिसो हुँदो, त्यही भइकिन म आएपछि पकाउनु ताता त खाउले भनिकिन। हो देखि आफ्नो जोइतर्फ कसरी हुँदो छ यो? आमा जोइतर्फ भएको होइन, यसले मैले भनेको राखे। तेरा दुईजनाका लाग्दा 12 बजेसम्म भोगाइ बस्नु उता। भयो आमा, अब जस्तो चाहिँ अब त्यहीले खाना पकाए पनि हुँदैन भने त्यो क्या दिन्छ त दिनभरि बसिकिनी? त्यसले भन्नु सक्दिन आमा, बरेले मात्र भन्ने तमी। जोइ के आन्नु ल्याइछि त उता। अब छोरीकी काम हराउला लाग्दा अब छोरी पर बिहान नि भएकी छ। त्यतिकै लागि त जोइले उता त सुख पाउली भनिकन। क्या छ सिपुका बा? के हुँदो बिचरा, तँलाई त थाहै छ मेरा घरको कच्चौली झ्याउ भइगयो मलाई यो जिन्दगीदेखि। अरू भन् तँ कतिका कामले आई? ए क्या हो बिचारा, बेली पनि झगडा भयो भन्दा छ, आज पनि झगडा। क्या हो त यसो चाला? बेली पनि झगडा भयो? बेली हाम्रो घरको कुरा बाहिर कसरी गयो त? ए को छ घरबाट यस्तो मान्छे हो जो घरको कुरा बाहिर भन्दछ? को? अरु को हुँदो? तेरी जयो नि बोलाउ सिपालु त्यही। मैले कहिल्यै भने कि नै, मलाई उसै आरोप नलगा आमा। त घरका मान्छेले कोनलै नबनेपछि यो कुरो बाहिर कहाँबाट गयो? यसले कसरी थाहा पायो त? ए बिचारा, बेली तेरी आमा कोष पर्न गएकी छ अरे। त्यही मेरी जोई पनि गएकी छ राइ के। त्यही तेरी आमाले कुडा हारेर रहेछ राइ के। त्यही मेरी जोईले सुनिकन मलाई भन्यो राइ के। आमा तमुलाई पनि घरका नाना तिना कुरा घरभन्दा बाहिर नबनी हुँदैन छ के? मान्छे खिसी काट्दा लाज हुँदो भने तिमी राउनिन्छ हो के? तम्री आमा मलाई जहिले पनि किन आरोप लगाउने छ ने? भयो बेचारी, ज्याउनु भइगयो। आमाले अब गल्ती गरेले त्यसको लागि माफी माग्दछु। जा दालले तरकारी पका, ताता त खाउले। पछि अरू भन् क्या कतिका कामले आइछि त तँ? केही नै, तेरा घर हल्ला बिहाको सुने, क्या भयो भने आएको गट्टो नमाने है। हदे क्या यही घर कि बइ किनेलाई म कति सम्झाउँदो हो, हल्ला नगर झगडा नगर भनिकिनी। वल्ला घर गाउने आउँदा पल्ला घर गाउने आउँदा अब यो चार मुखिया मान्छे हो यो सबैले भस्स हाल्दो भयो। फलाना घर झगडा भएको छ, फलाना घर झगडा भएको छ भनिकिनी कति सम्झाउँदो छ। यी घर कि बइ किनी भनेकै मान्दिन। कहाँबाट आई? ए काहीँ नै, पर रामेन नगएको छ राइ के। ए क्या को राम? कहाँ को राम हो? पर तेरी बहिनीका घर झगडा भएको छ राइ के, त्यही हेर्न गएको छ म।